हेलो एन्ड गुड मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो डे 2 इन कर्नवाल। सो म चाहिँ बिहान उठेर ब्रेकफास्ट खानुको लागि तल गएँ। के छ भनेर हामी हेर्दाखेरि चाहिँ ब्रेडहरू रहेछ। फर्स्टमा चाहिँ मैले ब्ल्याक कफी खाने भनेर ब्ल्याक कफी बनाएँ। ओके, हाम्रो खाना रेडी हुँदैछ। यहाँ मासु पाक्दैछ, त्यहाँ राइस छ। यहाँ चाहिँ मैले आलु र साग बनाउन लगाएको छु। आलु यहाँ चाहिँ साग चाहिँ हाम्रो घरको साग हो। Out. Ooh, no. Okay, so अब चाहिँ गोलकिपर चेन्ज भएको छ। अब चाहिँ दाइले हान्दैछ गोल। He is ready to go. Yes, गोल। हामी चाहिँ रेडी हुँदाखेरि लेट हुन्छ भनेर चाहिँ चारजना चाहिँ पहिले खाना खाँदैछौँ अनि अरूहरू चाहिँ अब केताउति मिलाउँदैछ। ओके, हामी रेडी भएर गाडीमा बसिसकेको छौँ। अलि अगाडिको भिडियोहरू चाहिँ मैले राख्नु पाएन, त्यो अब यताउति गर्दाखेरि मिस आउट भयो। सो हामी नेक्स्ट डेस्टिनेसन जाँदैछौँ ब्युट बिचतिर। अनि सो मैले कति भिडियोहरू चाहिँ क्लिकहरू गर्दैछु यो गाडीको स्क्रिनबाट। सो कति भिडियोहरू चाहिँ प्रायः ब्लर आएको हुनसक्छ, त्यसको लागि सरी। अनि ल हेर्न सक्नुहुन्छ, यो चाहिँ ब्युट को चाहिँ आई थिङ्क यो टाउन सेन्टरहरू हो जुन चाहिँ मैले यसरी क्याप्चर गरेको छु। अनि ओके, सो टाउन सेन्टर पछि चाहिँ हामी अलि उता पुगेपछि चाहिँ यो ब्युट बिच भन्ने आउँछ। यो ब्युट बिचको चाहिँ साइडको एरियाहरू हो। ल फाइनल्ली हामी चाहिँ आइपुग्यो यता। अनि हेर्नुहोस् न कति राम्रो सिनहरू छ अनि घरहरू छ। यसमा चाहिँ कति चाहिँ एयरबिएनबीहरू पनि रहेछ। हामीले अब यतातिर चाहिँ याद भएन, सो हामीले चाहिँ उतै बुक गर्यो। आई थिङ्क हाम्रो एयरबिएनबीबाट यहाँ आउनुलाई हामीलाई आई थिङ्क 15 मिनट्स जस्तो लाग्यो गाडीमा चाहिँ। अनि हामी यहाँ वेट गरिराखेको छौँ। सोम चाहिँ कार पार्कको लागि टिकट लिनु जानुभएको छ अनि हामीले गाडी चाहिँ यहाँ पार्क गरेको छौँ। अनि गाडीबाट सबै सामानहरू ओसारेर बसिरहेको छौँ। उनीहरू चाहिँ घामको मजा लिँदै बसिरहेको छ सबैजना। ल हामी चाहिँ हाम्रो गन्तव्यतिर लाग्दैछौँ। सबैजनाले आफ्नो सामानहरू ओसारेछ। मेरो भागमा यो चेयर प्लस ब्याग छ। मम्मीको भागमा के पर्यो? मेरो छोराको तातो पानी छ एउटा हातमा, जुत्ता चप्पलहरू बोकेछु। Okay, here we go. फाइनली हामी आइपुग्यौँ। यो चाहिँ हो ब्युट बिचको भ्यू जुन चाहिँ म तपाईँहरूलाई यसरी देखाइराखेको छु। हेर्न सक्नुहुन्छ मान्छेहरू पनि कति धेरै आएको थियो यतिखेर चाहिँ। हामीहरू चाहिँ अलिक गर्मी टाइममा आइपुगेको थियो कि यसमा चाहिँ गर्मी पनि छ, तर यो भ्यू हेरेर त्यो गर्मी पनि कता हराए थाहै छैन। एकदम शीतलो मजाले हामीले भ्यूहरू इन्जोय गर्दैछौँ। हजुरहरूलाई पनि म देखाउँदैछु, हेर्नुहोस् त सबैजना। अनि हामी चाहिँ यो बिचको तलपट्टि बस्ने ठाउँहरू छ भनेर हामी त्यतातिर लाग्दैछौँ। सो यो भ्यू हेर्नु न, फुलहरू यस्तो मजाले फुलेको। अनि त्यसमा मान्छेहरू मजाले खेलेर हेर्न इन्जोय गरिरहेको छ सबैजना। म चाहिँ फेरि पानीमा, मलाई चाहिँ स्विमिङ गर्न आउनु, सो पानीमा जाने प्लान चाहिँ थिएन मेरो। अब दाइ र सोम चाहिँ जाने भनेर भन्नुभएको थियो। सो हामी चाहिँ अझै तल त्यहाँ बस्ने एरिया छ त्यहाँ चाहिँ जाने प्लान गऱ्यौँ। अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ पानीमा जाने भनेर डिसाइड गरेको थियो। अनि हामी चाहिँ यसरी भ्यूबाट माथिबाट नै क्लिक गर्दैछौँ। मम्मीहरू तल पुगिसक्नु भएको छ अनि उनीहरूसँग तल जाँदैछ। सो हामी यहाँ तल जाँदैछौँ। लेट्स सी कता बस्छ। ओके, हामी चाहिँ आएर यहाँ बसिरहेको छौँ अहिले। सबैजना रेस्ट गर्दैछ। स्विमिङ पुल छ उतापट्टि चाहिँ अब सी भइहाल्यो। सो अहिले चाहिँ हामी यहाँ बसिरहेका छौँ। पछाडि हेर्नुहोस् भ्यू कस्तो राम्रो देख्दैछ। रियलमा त यस्तो दामी छ है यो।
अब हामी सबैजना यहाँ बसिसक्यो बसिसकेर अल्छी लाग्यो चाहिँ पानी पौडी खेल्न जान्न हो समुद्रको पानी बढेर चाहिँ अब हामी माथि माथि आउँदै थियो हामी पहिला खास त्यहाँ त्यतिर बस्थ्यो अनि चाहिँ अब पानी बढेर आएछ भनेर हामी फेरि माथि माथि सर्यौँ सो एकछिनपछि अब स्विमिङ गर्दैछ दाइ र सोम चाहिँ अब उनीहरू स्विमिङ गरिसकेपछि वी आर गोइङ अपस्टेयर अनि त्यसपछि हामी अन्तै टाउनतिर घुम्न जान्छौँ यहाँ फिसलाई इन्जोय गरेर पहिले समुद्र चाहिँ अलिक पछाडि नै थियो अहिले चाहिँ पानी बढेर नजिक आइसकेको छ कि उनीहरूले वार्निङ गरेपछि पानी बढेको छ यस्तो छ पानी बट स्टिल दे आर इन द वाटर ठुलो छलहरू आएर मान्छेहरू चाहिँ मैले जुम गरेर यसरी देखाएको तर म चाहिँ एकदम फार छु है यो भन्दा चाहिँ सो हामी चाहिँ काइट खेल्नुलाई भनेर काइट रेडी बनाउँदैछ दुईजनाले म चाहिँ यहाँ छाता ओढेर बसेछु एकदम गर्मी भएर खेल्दैछ हेर्नुहोस् हाम्रो काइट चाहिँ उड्दैछ going up तरकारी हिँडेर थाकेपछिको खाना well done अब हामी चाहिँ यहाँ टोइलेट खोज्दै हिँडेको छौँ टोइलेट कता छ होला भनेर ओके सो अब हामी यो ठाउँबाट अर्को ठाउँमा जाँदैछौँ मम्मीहरू गाडीमा बस्दै हुनुहुन्छ पछाडि बसिसक्नुभयो यहाँ छ अब म यहाँ बस्छु ल लेट्स गो अब नाउ क्यासल भन्ने ठाउँमा सो यो चाहिँ यहाँ चाहिँ हिँड्ने ठाउँहरू छ सो हामी चाहिँ यहाँ क्विक हिँडेर हामी फर्किनेछौँ आजको लागि यति नै हुनेछ अनि तर आज थ्याङ्क गड यहाँ चाहिँ यस्तो छ है घुम्ने ठाउँ हाम्रो जनताहरू त्यहाँ पुगिसक्यो घाम जान्छ भनेर यहाँ रिसाउँदैछ सबैजना घाम चाहिँ ठ्याक्कै अपोजिटमा आएको छ त्यही भएर अलिकति कस्तो डार्क देख्दै रहेछ भिडियोहरू बट रियलमा चाहिँ राम्रो छ इट्स नाइस मम्मी रेडी हुनु भइसकेको छ फोटो खिच्नुको लागि रेडी छ यो घर यस्तो छ ब्रिज हाउस अब त्यो किनारमा हामी हिँड्नुपर्छ वक गर्ने ठाउँ राम्रो छ कि यहाँ चाहिँ देखाए अनुसार चाहिँ फोटोमा वाउ त्यो घरहरू हेर्नु कति माथि माथि छ यसरी ओके के वाटरफल
के ल हेर्नुहोस् यो घरमा सुजहरू कसरी मजाले सो गरेर राखेको छ सुकाएर भन्न आएछ ओके मामा भान्जी इज देयर के हो यो वाटरफल होइन सानो वाटरफल हो यसरी नै जानेछौँ ल हेर्नुहोस् यहाँ पहाड जस्तो भिरको तलपट्टि चाहिँ यसरी घरहरू रहेछ क्या यहाँ चाहिँ सो यो एन्टिलाइट भएको कारणले चाहिँ अलिकति डार्क आएको छ भिडियो बट रियलमा चाहिँ राम्रो छ एकदम राम्रो ओके यसरी नहर जसरी सरर खोला बगेको छ अनि छेउछेउमा घरहरू छ अनि वक गर्नुको लागि मान्छेलाई यसरी बाटो बनाइदिएको छ यहाँ चाहिँ हेर्नुहोस् एउटा ब्रिज आएको छ अब चाहिँ ल हेर्नुहोस् न फुलहरू पनि कस्तो मजाले फुलेको के अनि झन् रियलमा कस्तो मजाले देखेको थियो अनि यसको यो पछाडिको चाहिँ टी कफी खाने चाहिँ क्याफे रहेछ हामी चाहिँ पसेन हामी चाहिँ अब माथि नै जाउँ अनि माथि नै गएर फोटोहरू खिच्ने भिडियोहरू बनाउने अनि त्यसपछि आजको लागि भयो भनेर हामी माथितर्फ लाग्यौँ ओके सो हाम्रो फेरि वक स्टार्ट भइसकेको छ हामी चाहिँ अब यहाँबाट यो डाँडाबाट डाँडा चढ्दै उतातिर जाने प्लान गरेको छु हेरौँ अब कतिसम्म चाहिँ हिँड्न सकिन्छ लेट्स सी यहाँ फोटो सेसन हुँदैछ लेट्स गो त्यहाँबाट चाहिँ के देख्छ होला समुद्रै देख्छ होला त्यताबाट एन्ड फाइनली वी आर हियर यो भ्यूको लागि चाहिँ हामी माथि त्यो डाँडा चढेर यता आइपुग्यौँ अनि त्यसपछि हेर्नुहोस् न यति राम्रो छ यो भ्यू हेर्दाखेरि ओ माई गड हजुरहरूले नि इन्जोय गर्नुहोस् हेलो हामी कता आएको हो नानी बाबाहरू आधी बाटो हिँड्नु बिहान जे भयो नि हामी यो डाँडा चढेर अब झर्दैछौँ सो हाम्रो सारू साथीहरू तल झरिसक्नु भयो हामी चाहिँ भिडियो बनाउने के गर्दाखेरि लेट भएर यसरी दौडिँदै जाँदैछौँ अनि यताबाट हामी जाँदैछौँ फेरि ओके हामी अब रिटर्न जाँदैछौँ आफ्नो घरमा पनि अहिले हामी बसेको चाहिँ हिजो हामी बसेको थियौँ नि त्यहीँ जाँदैछौँ किनकि 2 नाइट्सको लागि हो अनि त्यहाँबाट बिहानै हामी निस्किनेछौँ सो हाम्रो फोटो सेसनहरू भिडियो एभ्रिथिङ डन फर टुडे सो यहाँबाट अब हामी जाँदैछौँ ठाउँ राम्रो छ घरि घुम्यो ब्रिजेस हाउस लुक एभ्रिथिङ इज गुड के सबै राम्रो छ अब चाहिँ हामी गाडीमा जानेछौँ हामी बुढाबुढी मात्रै हो यहाँ ल अझै स्टिल उसको भिडियो सकेको छैन अरू मम्मीहरू चाहिँ मम्मी दाईहरू चाहिँ सबैजना पुग्नु भइसकेको ल हेर्नु डाँडा हाम्रो गाउँघरको डाँडाहरू जस्तै छ नेपालको डाँडा यस्तो गाउँघरको यो डाँडा पाखाहरू देख्ने बित्तिकै ब्याक टु होम होइन ब्याक टु होम होइन कस्तो थियो आजको दिन कस्तो लाग्यो तपाईँलाई आजको दिन एकदम राम्रो थियो अनि आज के कुराको एक्सपिरियन्सहरू गर्न पाउनु भयो यो एकदमै युकेको सबभन्दा मोस्ट ब्युटिफुल ठाउँ हजुर 20 कार्ड यो खै मेरो कार्ड लिएर त्यो फोनले गर न अनि युकेको मोस्ट ब्युटिफुल ठाउँमा हामीहरू आइपुग्यो आज कोर्नवालमा एकदमै ब्युटिफुल बिचेस एन्ड म्याग्निफिसेन्ट साइट सिइङ्स अनि यहाँको हिल्सहरू घरहरू एकदमै राम्रो थियो ओके धन्यवाद तर आज घुम्नुभएको ठाउँको नाम चाहिँ कोर्नवालको हामी ब्युडमा गयौँ अनि ब्युड बिचेस गयो अनि त्यसपछि हामी अहिले चाहिँ बो कासलमा छौँ ओके सो सबैजनाले इन्जोय गर्नुभएको छ त्यहाँ
दुईजनाले साना लडेर छ त्यहाँ तर उनीहरूले हेल्प गर्दैछ सो मम्मी तपाईँलाई आजको दिन कस्तो लाग्यो मलाई रमाइलो लाग्यो त्यो हेड खोल्नुहोस् त प्लिज त्यसरी गर्मी थियो नि त अघि त्यही भएर अनि आज घुमेर चाहिँ तपाईँले के कुराको एक्सपिरियन्स गर्नु पाउनुभयो अब कति नयाँ नयाँ ठाउँहरू घुम्यो है अब युकेको ठाउँ म आएँ मेरो बाबु होइन नानी भएको कारणले म आएँ अनि नानी बाबुसँग इन्जोय गर्नु पाउँदा खुसी भयो आनन्द भयो त्यही हो मलाई ल ओके एउटा शब्द बोलिदिनुहोस् त आजको तपाईँको यो होलिडेमा के कुराको एक्सपिरियन्स गर्न पाउनुभयो आज धेरै रमाइलो लाग्यो पहिला म क्रमवेलको एडभर्टाइज गर्न भ्याउँदैन पहिला म कर्नवालको त्यो मुनिको भागहरू घुमेको थियो मिनाक थिएटर अनि ल्यान्ड्स इन अनि यो माथिल्लो भाग आएको थिएन यो माथिल्लो भाग एकदमै राम्रो रहेछ हाम्रो बिएनबी बसेको ठाउँ पनि एकदम हाम्रो फार्म हाउस एकदम रमाइलो भयो हामी आउँदाखेरि बारबिक्यू गऱ्यौँ फ्यामिलीहरूको धेरै एक्टिभिटी गर्ने कुराहरू रहेछ टेबल टेनिस बोर्ड फार्म हाउसको एकदम मनोरम दृश्य एकदम रमाइलो लाग्यो आज हाम्रो पहिलो दिन हामी सिसाइड गयो फ्यामिलीवाला सिसाइड रहेछ एकदमै रमाइलो भयो स्विमिङहरू खेल्यो र अहिले हामी यो एउटा गाउँ कोर्निसको एउटा गाउँमा आएको एकदम रमाइलो भयो सिसाइडै रहेछ यो गाउँ पनि तर एकदम मनोरम एकदम राम्रो हरियो वातावरण थियो एकदमै रमाइलो लाग्यो थ्याङ्क यू हाई साना तिमीलाई आज घुमेर कस्तो लाग्यो आर यु ह्याप्पी साना लुक एट मामी स्टिल इन्जोय गर्दैछ आफ्नै पारामा अर्को इन्टरभ्यू म उनीहरू दुईटाबाट लिँदैछु दुईटा कपाल सर्ट इन्टरभ्यू है आजको दिनमा चाहिँ तिमीले के कुराको एक्सपिरियन्सहरू गर्न पायौ दुईजनाले आजको दिनमा आई थिङ्क यो ओल्ड हाउसेसहरू त्योहरू हेर्न पायो अनि यो पानीहरूको उत्योमा हिँड्न पायो आई थिङ्क भेरी क्वाइट एरियामा हुन्छ नि कस्तो हुन्छ लाइफ भेरी सुनसान त्यस्तो फिल भयो ओके अनि विवेकलाई चाहिँ कस्तो लाग्यो आजको दिन मलाई धेरै राम्रो बस उसको चाहिँ सिम्पल स्विट एन्ड सिम्पल अनि दिदीलाई मलाई एकदमै रमाइलो लाग्यो कर्नवाल भिजिट नेक्स्ट टाइम नि आउनुपर्छ स्योर अनि तपाईँले आज घुमेर चाहिँ के कुराको एक्सपिरियन्सहरू गर्न पाउनुभयो लभली नेचरलाई धेरै राम्रो नेचरहरूलाई हेर्न पाइयो यहाँको चाहिँ खास मेन भनेको नै नेचरहरू रहेछ कि है ओके गाइज ल सबैजनाको इन्टरभ्यू तपाईँले सर्ट एन्ड स्विट इन्टरभ्यू सुन्नुभयो होला नि होइन ओके आफ्टर होल डे वक गरेर हामी फाइनली हाम्रो रुममा आइपुग्यौँ हियर वी गो ओके गाइज अब हामीहरू चाहिँ अलरेडी डिनरहरू सबै गरिसक्यो मैले डिनरको चाहिँ भिडियोहरू क्लिक गर्नु पाएन सरी फर द्याट तर अब चाहिँ सबैजना फुल्ली टायर्ड भएको कारणले चाहिँ अब भोलि पनि वक गर्नुपर्छ नि त जानुपर्छ हामी सो डिनरहरू गरेर सबैजना सुत्न जानुभयो सो म पनि अब रेस्ट गर्छु अनि सी यु इन नेक्स्ट भिडियो बाई